नमस्ते, मेरो नाम चाहिँ विनोद थापा। म चाहिँ डल्फिन ग्रुप अन्तर्गत चाहिँ प्रोडक्सन म्यानेजरको रूपमा काम गर्दै आइरहेको छु। हामीले चाहिँ डल्फिन ग्रुप अन्तर्गत 3वटा सेक्सन छ। एउटा डल्फिन एग्रो इन्डस्ट्री भनेर छ एउटा। डल्फिन एग्रो इन्डस्ट्रीमा चाहिँ हामीले चिउरामा पनि हाम्रो 3 क्वालिटीको चिउरा छ। एउटा चाहिँ डिएफसी झुरुम चिउरा भन्ने छ एउटा। त्यसमा पनि 800 ग्राम उत्पादन गर्छौँ अनि उपभोक्ताको अर्डर अनुसार चाहिँ हामीले उत्पादन गर्छौँ त्यसमा प्याकेजिङको काममा चाहिँ। अनि अर्को ब्रान्ड चाहिँ छ हाम्रो मकानपुरी झुरुम चिउरा। मकानपुरी झुरुम चिउरा पनि हामीले चाहिँ 800 ग्राम र 400 ग्रामको दुईटा सेगमेन्टमा चाहिँ प्रोडक्सन गरिरहेका छौँ। त्यसपछि हजुरको अर्को छ सादा चिउरा हामीले ग्राहकको माग अनुसार चाहिँ हामीले 5 केजी 10 केजी र 20 केजीको सेगमेन्टमा लुज पनि ब्यागिङ गरिरहेछौँ। अनि 800 ग्राम र 1 केजीको प्याकेटमा पनि प्रोडक्सन गरेर चाहिँ मार्केटमा गइरहेछ। डल्फिन एग्रो अन्तर्गत नै हामीले अर्को एउटा भुजा प्रोडक्सन गरिरहेछौँ। भुजाको प्रोडक्सनमा चाहिँ हामीले 300 ग्रामको सेगमेन्ट र 100 ग्रामको सेगमेन्ट गरेर उत्पादन गरिरहेछौँ। डल्फिन फुड अन्तर्गत पनि 3वटा फरक प्रोडक्सन लाइन छ। त्यसमा चाहिँ एउटा राइस उत्पादन गर्छौँ। राइसमा पनि हामीले स्टिम र नन स्टिम गरेर 2 किसिमको राइस उत्पादन गर्छौँ विभिन्न ब्रान्डका। त्यसमा पनि ब्रान्ड फरक छ। एउटा छ हाम्रो डिएफसी लङ ग्रेन बासमती राइस भन्ने छ। अर्को छ हाम्रो डिएफसी गोल्ड राइस। अनि अर्को छ हाम्रो सूर्य ब्रान्ड, डिएफसी सूर्य ब्रान्ड छ। यस्तै हामीसँग 4-5 क्वालिटीको चाहिँ चामलहरू स्टिमदेखि लिएर नन स्टिमसम्म चाहिँ चामल उत्पादन गरिरहेछौँ। हामीले अर्को प्रोडक्ट चाहिँ हामीले आटा, डिएफसी चक्की आटा भनेर छ हाम्रो अहिले। आटामा चाहिँ हामीले 3 थरीको सेगमेन्ट गरेर चाहिँ उत्पादन गरिरहेछौँ। 5 केजी झोला, 5 केजी चक्की आटा र 2 केजी चक्की आटा भनेर चाहिँ उत्पादन गरिरहेछौँ। अनि अर्को चाहिँ हाम्रो डल्फिन फुड अन्तर्गतकै एउटा अर्को प्रोडक्ट छ डिएफसी सोया चुङ्क्स भन्ने छ। यसमा चाहिँ हाम्रो एउटा डिएफसी भनेर एउटा दिएका छौँ, एउटा भनेर हामीले पौष्टिक भनेर दिएका छौँ। डिएफसीले चाहिँ हामीले प्याक पाउच बनाएर चाहिँ 200 ग्राम सेगमेन्ट र 160 ग्रामको सेगमेन्ट गरेर चाहिँ मार्केटमा गइरहेछ। डिएफसी लुजमा चाहिँ हाम्रो 5 केजी मा गइरह। त्यसै अर्को छ पौष्टिक सोया चङ्क्स भन्ने छ हाम्रो डिएफसी अन्तर्गतकै। पौष्टिक सोया चङ्क्सलाई पनि हामीले 5 केजी लुज ब्यागमा चाहिँ प्रोडक्सन गरेर चाहिँ मार्केटमा पठाइरहेछौँ।